हेलो वाट्सअप गाइज गुड मर्निङ के छ हालखबर सन्चै हुनुहुन्छ मैले सन्चै छु गाइज गाइज अहिले बिहानको 9 बजिरहेछ अनि आज म ढिलो नि उठ्यो गाइज आज चाहिँ गर्मी छैन किनकि हिजो राति चाहिँ पानी परेको थियो पुरै बाहिर मस्तले बाहिर पुरै पानी परेछ गाइज सो गाइज एज युजुअल अब खाजा खाम अनि लाइभतिर लागौँ सो गाइज आज हाम्रो खाजा दुध हो दुधसँग हाम्रो सुलभलाई पनि अलिकति डोज दिँदैछौँ भन्नाले लाइसेन्स निकाल्नु भनेर लाइसेन्स कहिले निकाल्नु यो कुरा अब निकालेपछि भन्छु यस्तो कुराहरू एक्सपोज गर्नु हुँदैन आँखा लाग्छ हामीलाई लगभग कति महिना भयो अरे यसको लगभग 3टा सेमेस्टर भयो भनौँ न 3टा सेमेस्टरमा ट्राई गरेर होइन हामीले 3 सेमेस्टरदेखि भन्दा थाकिसके अब हेरौँ कहिले निकाल्छ तर 4टै निकालोस् सो गाइज एकछिन लाइब्रेरीमा पढ्यो अनि अब यसो रुमतिर लागेँ आज लाइब्रेरीमा पढ्न पनि मन लागेन किनकि मौसम नि त्यस्तै थियो अनि त्यसपछि अलि चिसो थियो अहिले चाहिँ घाम लागिसकेछ यहाँ अनि अहिले चाहिँ रुम चाहिँ अलिकति सफा गरिदिउँ भनेर किन धेरै दिन भयो त्यो रुम सफा गरेको छैन पुरै मेसी रुम छ नुहाएर नि रेडी भइसक्यो अब खानातिर लागौँ अब हेरौँ के छ खाना गाइस खानाको लागि आइसक्यो नि हेरौँ के खाना रहेछ भात यसमा दाल छ अनि के को तरकारी रहेछ ये हिजो जे बनाएर रहेछ त्यही नै रहेछ यसमा चाहिँ के रहेछ तेल रहेछ हेरौँ त्यस्तो मिठो त छैन त नि खानुपर्छ भोक लागिरहेछ